कसको रे यसको तिते बनाउन दाजु यसको मिठो हुँदैन त के हुन्छ ठुलोको खानुपर्छ हैन हो र पाकिसक्यो हैन यहाँ जाड पकाउने काम भइरहेछ कान्छीले पकाइ नै सक्यो अनि के गर्नु त दाजु नबनाउनु दाजुले भाले काटेको भनेर तिम्रो दाजु बनाउन दियो दाजुले यहाँ स्पेशल भाले खोइ त बियर के खानु त के खानु नि खानु न त्यही भएर सोधेको कान्छी ल्याइदियो दादालाई सजिलो छ नि त होइन हिजो आज यहाँ पसल छ अनि खासै केही किनेर बोक्ने त्यति चलन पनि झ्याउ लाग्छ कि फेरि स्कुटीमा आएँ खासै केही लिएर आएन कि म एउटा रम चाहिँ लिएर राखिरहेको थिएँ दाजु होइन कस्तो रुममा हाल्नु पऱ्यो भनेको बिर्सेछु के उमा चियाबारी आएर सम्झेको के डढ्यो दाजु आमामा कस्तो धेरै आगो यसको तिते बन्दैन भन्नुहुन्छ दाइले म तिते बनाउने कि भनेको यो त सानो यसो त मिठो हुँदैन क्या हो र कान्छी एउटा गर्छ स्पेसल यहाँ भाले दसैँ सुरु मेरो युट्युब च्यानल छ नि दाजु म त्यो बारेमा चाहिँ केही थाहा छैन है ए ले कान्छी त्यो कहिले मेरो त मोनिटाइजेसन भइसक्यो हो र दाजु यहाँ माइला दाजु अनि यहाँ हाम्रो दाजुको पसलमा आज म जस घर आइपुगिसकेँ अनि यहाँ दाजुले भाले पनि काटिहाल्नु हो अनि सघाउँदै हुनुहुन्छ तपाईँ दाजुलाई हेर्न चाहिँ बनाउनु भनेको मिठो हुँदैन भन्नुहुन्छ मैले बिर्सिसक्यो होला क्या दाजु है यसरी यो त्यो दाजु होइन एउटा भिडियो छ नि यो लम्बा लम्बा पात क्या एकदम मकै गोरु भन्ने थाहा हुँदैन 2 साल विदेश बसेर आयो भनेर मकै गोरु नचिन्नु मलाई राम्रो लाग्यो हाम्रो बहिनी धेरै पछि आएको अलि धेरै नै भयो दाजु है तर अब दाजु म के सम्झिने आयो भनेपछि कि भएपछि मात्रै आउँछु कि अब ठुलो भाला थियो क्या काट्नु सकेर त पसिले त भइहाल्यो नि दाजु यसरी पुग्छ हामी 4-5 जना त हो 5 जना रे धेरै ल बनाउ त अलिअलि यसो मोकाएर के हाल्थ्यो भने भइहाल्छ बहिनीदेखि बियर खान्छ होला होइन ठुलो चाहिँ छैन खोइ काका आउनुहुन्न यहाँ आउनुहुन्छ नाना कहिलेकै माथि पनि वस्तुहरू माथि पनि छ नि त थुप्रै गाई गोरु अनि बाख्राहरू 22-25 वटा होला सुँगुर कुखुरा काकाको कुखुरा छुट्टै के अरे काकाको बाख्रा छुट्टै दाजुको छुट्टै हजुर हो र यसो त्यो बस्ने मेलो नि कहिलेकाहीँ टाइम पास जङ्गल जानु मन लाग्दाखेरि यसो जाने मेलो कुखुरा के पालेको छु घर लिएर आऊ यही बनाउनु पर्छ भन्नु बेला भयो सिटी लगाएर चाहिँ खानुपर्छ यो त सिटी लगाउने बेला त अलिक भएको छैन नि भर्खर 4-5 महिना त हुँदैछ होला कस्तो मिठो हुन्छ नि त आगोबाट पकाउँछ टिकटकमा हालिदिइसक्यो भिडियो अहिले टिकटक छ नि त्यो
खनाना कहिले काहीँ यसो फुर्सद हुँदाखेरि हेर्ने मेलो टाइम पास पढ्ने नाना अब तिहार पछाडि जानु पर्ला खोइ हेर्नुपर्छ नाना कता पो हस् हुन्छ भयो होइन नि यसलाई त अझै आगोमा हाल्नुपर्छ जस्तो देख्दैछु म त हजुर नआउनु नि रे अब त यो यसलाई मार्दा हुन्छ होला के अझै गर्नु भिडियो हजुर